एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। होप सबैजना सन्चै आएको छ होला। म पनि एकदमै फिट एन्ड फाइन छु। सो धेरै दिन पछाडि लगभग 1 महिना पछाडि नयाँ ब्लग लिएर आएको छु। सबैजना सपोर्ट गरिदिनु होला। अनि अहिले चाहिँ म यसो आज साथी आएको छु, साथीलाई घर पुऱ्याइदिएर अनि घाँस काटेर अनि यसो फोन चलाएर सो मैले चाहिँ बाइक ल्याइकन ब्लगै बनाएको थिइनँ। अनि आज चाहिँ यसो ब्लग बनाउन भनेर बनाएको। त्यो बाइक चाहिँ अस्ति यही हो, एउटा चिज ल्याउन आँटेको छु भनेको थिएँ, यही चिज ल्याउन आँटेको। अनि यस्तो छ बाइक चाहिँ, कस्तो लाग्यो कमेन्ट गर्नु होला। यस्तै छ। अनि मकरजुङ गएको थिएँ, बाइक चाहिँ हिलो भइरहेको छ, यहाँ हेर्न सक्नुहुन्छ। अनि यस्तै छ। आज चाहिँ लुकिङ ग्लास झिक्दै, लुकिङ ग्लास झिक्दिएपछि त लुक्सै बेबीको त अर्कै भइगयो नि, पसन्तीको त चट्टसँगले हेर्न सक्नुहुन्छ। धोएर पनि यस्तो बनाइदिइसकेँ, हेर्न सक्नुहुन्छ। चिटिक्क बनाएर राखेँ चट्टसँगले। त्यो अघिको कलरहरू चाहिँ यसो त्यो कस्तो लुक्स हुँदो रहेछ भनेर मात्रै मैले हालेको थिएँ, त्यो पनि सबै हटाइदिइसकेँ। सिम्पलै बाइक दामी हुन्छ क्या, जेसुकै भने पनि। यतिको बबाल छ नि, दामी छ यतिको जे होस्। सो अब यस्तो छ बाटो, तर लान सक्दैन, लगे पनि ल्याउन चाहिँ अलिक गाह्रो हुन्छ, पानी पर्यो भने। त्यही भएर म चाहिँ बाइक पर हालिदिन्छु। अब त्यति छ। अब अर्को भ्लगतिर भेटौँला। अब त्यस्तो लामो भ्लग पनि भएन है। सो फ्रेन्ड, अहिले चाहिँ रात पनि परिसक्यो। अब म भ्लग भिडियो आएर आज फोटो भ्लग मात्रै भइदिन्छ, अलिक लामो हालौँ ल। सो अब यस्तै छ। सबैजना लाइक कमेन्ट गरिदिनु होला। है त च्यानल कुनै हुन्छ सब्सक्राइब गरिदिनु होला। त्यस्तो छ मौसम चाहिँ हेर्न सक्नुहुन्छ, चट्ट पारेर चिल। सो अब बाइक पनि म थन्काइदिन्छु है। अब यस्तै छ, अर्को भ्लगतिर भेटौँला है त। अनि यति भन्दै मेरो भ्लग चाहिँ रिङ गरिदिन चाहन्छु। थ्याङ्क्स फर वाचिङ बाई गाइस। है त सबै लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सनु होला, सब्सक्राइब पनि हाल्नु है त।